हाम्रो म्याडम पनि फाइनली रेडी भएर आइसक्नु भएको छ। अहिले यहाँ एउटा राज पनि देखाउनु छ। त्यो मान्छे चाहिँ आज मेरो अगाडि छ। यता जेठी फुपू, ओ यहाँ कान्छी फुपू। बुढी बे कस्तो भयो आजको? हेलो साथीहरू, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु र मेरो भिडियो हेरिदिनुहुन्छ भन्ने एकदमै आशा राख्दछु। त्यही कारणले आज चाहिँ हामी फ्यामिली नै बेमा जाँदैछौँ। मेरो छोराको आउटफिट आज एकदमै भिन्न तरिकाको छ। छोरा हाई भनिदिनु त यहाँ गाइजहरूलाई। यता हेर्नु न, यता हेर्नु न। यस्तो छ है साथीहरू, मेरो छोराको चाहिँ आज रिसाइरहेको छ हल्का, खै किन र अब भनेको चाहिँ चट्ट हामी ट्याक्क बेमै गएर भेट्नेछौँ। बे भनेको चाहिँ हाम्रो झिलझिले 87 धाममा हाम्रो एकजना दिदी हुनुहुन्छ, उहाँकोबाट बे गरिदिने भन्ने कुरा छ। त्यही भएर आज चाहिँ हामी अब निस्किसक्यौँ। आजको बे भनेको चाहिँ मेरो माइली फुपूको कान्छी छोरी को बे हो। तर उहाँ मेरो माइली फुपूको घर चाहिँ तेह्रथुम हो। तर तेह्रथुमबाट बे गर्न सम्भव अलिक थिएन, किन भन्दाखेरि टाढो पनि भयो नि त। हजुर, टाढो पनि भएको कारणले गर्दाखेरि अब केटाको घर झापा, यता फेरि बेहुला पनि मेरै दाई पो पर्नुहुन्छ त, मेरो दाई पर्नुहुन्छ। उता पनि अब फुपूको छोरी बहिनी पर्छ। अब बे भनेको चाहिँ दोहोरो साइनोमा छ एकदम। त्यही भएर चाहिँ तेह्रथुमबाट सम्भव नभएको कारणले मेरो माइली फुपूको फेरि जेठी छोरी चाहिँ यहाँ झिलझिलेमा हुनुहुन्छ। अनि उहाँकैबाट बे गर्दाखेरि चाहिँ झापा भएर सम्भव भएको कारणले त्यहाँबाट नै बे गर्ने प्लान भएर यहीँबाट बे गर्ने भएर त्यहाँ जान आँटेको छु। अब चाहिँ चट्ट बेमा गएर पुरा भोक पनि लागिरहेको छ। मेरो छोराले पनि केही खाएको छैन स्कुलबाट आएदेखि। उसको पनि आज 12 बजी नै मैले स्कुलबाट नि लिएर आएँ, किन भन्दाखेरि हामी टक्क बेमा जानै पर्ने थियो। अनि त्यही भएर चाहिँ लिएर आएर अब उसले केही खाएको छैन। अब चट्ट बाटोमा उसलाई बनाना भन्दैछ, बनाना किनिदिएर टक्क बेमा पुगेर हल्का दिएर अनि टक्क भेट्नु पर्छ। अब म्याडम चाहिँ अहिले रेडी पनि हुँदैछ साडी लगाएको कारणले चाहिँ। अनि यहाँ बाउसरा चाहिँ हल्का सुँगुर हेर्छु भनौँ, यहाँ सुँगुर रहेछ। अनि त्यही भएर चाहिँ म यहाँ सुँगुर देखाउनको लागि लिएर आएँ। ल साथीहरू, अब यति भन्दै अहिलेलाई चाहिँ भिडियो म राख्न चाहेँ। ल साथीहरू, अब चाहिँ हामी फाइनली लाग्यौँ है त बेतिर भन्दै। ल साथीहरू, हामी चाहिँ अब 87 धामतिर जाने बाटोतिर पनि छिरिसक्यौँ। अब भनेको चाहिँ हामी ट्याक्क बे भएको ठाउँमा पुग्न मात्रै बाँकी छ। अनि टक्क अब लाएर बाइकमा त्यति धेरै भिडियो गर्न त हुँदैन, किनभने सेफ ड्राइभ हुनुपर्छ नि त। त्यही कारणले नि बाइकमा भिडियो म त्यति बनाउँदिनँ। अनि त्यही भएर चाहिँ हल्का फुल्का चाहिँ मेरो साथीहरूलाई भनेर टकटक चाहिँ यो दुःखले भए पनि राख्छु। त्यही भएर चाहिँ अब बेमा पुगेपछि अन्त भेटौँ है त साथीहरू। हामी चाहिँ फाइनली बेमा पनि आइपुगिसक्यौँ। अब भनेको चाहिँ टक्टक बजेर त्यति धेरै भिडियो गर्ने त नमिल्ला र पनि। अब भनेको चाहिँ यस्तो छ। हाम्रो म्याडम परमेश्वर कहाँ गएको यता अघि फेरि ल साथीहरू, त्यति धेरै भिडियो गर्न चाहिँ पाइरहेको छैन, किनभने म्युजिक एकदम ब्याकग्राउन्डमा म्युजिक छ। त्यही भएर चाहिँ मैले हलिअलि चाहिँ भिडियोहरू राखेको छु। त्यसमै चित्त बुझाउनु पर्छ होला यो भिडियोमा चाहिँ, किनभने त्यति मजाले हेर्न पाइएन।
अनि त्यही भएर त्यहाँ देख्न सक्नुहुन्छ त्यहाँ जुत्ता लुकाएर जुत्ता खोसाखोस हुँदैछ। र अब भनेको चाहिँ हामी टक्क हल्का ह्याप्स दिने विचारमा छौँ ल अहिलेलाई। साथीहरू हामी चाहिँ 87 धाममा बेसे खाएर 87 धाममा पनि हल्का घुम्दिउँ न त भनेर हामी घुम्न आइसक्यौँ है त। टक्क लाएर अब भनेको चाहिँ चट्ट यहाँभित्र म निकै वर्ष पछाडि गएको थिएँ, फेरि जाउँ कि भन्ने सोच्दैछु। र अब चाहिँ जानुपर्छ, किन जाउँ कि भन्दा पनि जानै पर्छ, किनभने घुम्नु पर्यो, इन्जोय गर्नु पर्यो। अनि यता मेरो बुढी चाहिँ पोज दिएर रेडी भइरहेछ फोटो खिचिदिनु भनेर। अनि कस्तो छ बुढी? बे कस्तो भयो आजको? बे रमाइलो, मजा आयो, मजाले खाए। कति खायो गनेर भन न, कति पिस खायो? छान्ने होइन? 11वटा चाहिँ खाएँ। 11वटा आम्मा। ल अब यति भन्दै अब हल्का 1-2वटा सिनेमेटिक भिडियोहरू पनि दिनुपर्छ, किनभने त्यो साडीमा र तिम्रो कपालमा चाहिँ आज पुरा एकदम चमक आइरहेको छ। कारण के हो? बताइदेऊ। बेको साडी कति वर्ष भयो तिमीले बे गरेको? 7 वर्ष भयो होला हो। 7 वर्ष अगाडिको साडी। 7 वर्ष अगाडिको साडी अहिलेसम्म पनि जस्तोको त्यस्तै दिएको मैले हो नि त। चुरा पनि बेकै हो, बुढाले दिएको हो नि त, त्यही भएर। र मेरो छोराले चाहिँ उहाँ कबुतर खेदाएर हैरान गरिसक्नुभयो। कबुतर उहाँलाई पुरा मन पनि पर्छ। र अब भनेको चाहिँ हामी चाहिँ हल्का सिनेमेटिक भिडियो पनि दिन्छु। अहिलेलाई चाहिँ यतिमै स्टप गर्न चाहे। ल हामी चाहिँ बिहे खाएर यहाँ फोटो खिच्ने कार्यक्रममा एकदम व्यस्त छौँ। यहाँ मेरो मम्मीलाई फुपूलाई एकदम फोटो भनेर यता जेठी फुपू, यहाँ कान्छी फुपू, उहाँ मेरो मम्मी, उता मामा, यता बहिनी, यता बुवा। हजुर ल उता जानु न बस्नु। हजुर भन्दै हाम्रो फोटो खिच्ने कार्यक्रम चाहिँ एकदमै जारी छ। र अब भनेको चाहिँ ल अब चाहिँ भनेको म फोटो खिचिदिनु पर्ने भयो, त्यही भएर अहिले चाहिँ क्यामेरा अफ गर्नु पर्छ। हामी चाहिँ सबैजनाको फोटो खिचिदिएर बुढाबुढी मात्रै लाग्यौँ है त माथितिर जङ्गल घुम्न। नानीलाई पनि ल्याउँदा चाहिँ हुन्छ, तर नानी हिँड्न नसकेको कारणले बुढाबुढी मात्रै यसो मैले यहाँ एउटा राज पनि देखाउनु छ। वाह क्या सीन है। मेरो बुढीलाई किन भन्दाखेरि आजभन्दा 6-7 वर्ष अगाडि लगभग 8-9 वर्ष अगाडि मैले टक्क यहाँ कहाँ हो यसो नाम पनि ल्याएको थिएँ क्या, ढुङ्गामा पुग्छ अरे भन्ने भने चाहिँ हाम्रो केटाहरू यसो घुम्न आएको थियौँ। घुम्न आएको बेलामा चट्ट नाम लेखिदिएको थिएँ। एकदमै भनाइ जस्तो लाग्थ्यो, तर प्रुफ पनि भयो। किन भन्दाखेरि जसको नाम लेखेँ त्यो मान्छे चाहिँ आज मेरो अगाडि छ। त्यही भएर यसो कहाँ पो हो? यहाँनिर होला हौ। लेख्नु चाहिँ लेख्नु अरे अनि बिर्सिनु। अनि कति वर्ष भयो? 8-9 वर्ष। लेखेको चाहिँ याद हो। अनि लेखेको त याद छ नि यार, मलाई मैले लेखेको हो नि त। त्यही भएर अनि सर्ट पनि बोकिदिनु पर्ने अरे। ब्यागमा बोकिदिन्छु। नानीलाई चाहिँ बुवा र आमासँगै छोडिदिउँ। अनि त्यही भएर हामी चाहिँ हल्का
घुम्दिउँ न त भनेर यस्तो छ है हामी आउँदै गरेको ठाउँ चाहिँ साथीहरू एकदम दर्दनाक। त्यही त म आउँदा पनि यस्तो त थिएन, तर अब अलि राम्रै थियो बाटो होइन, झन् अप्ठ्यारो थियो। खै हामीलाई चाहिँ अब जोसमा भएर होला हामीलाई त्यति बेला खासै मलाई चाहिँ अप्ठ्यारो लागेको थिएन, तर अब र अब चाहिँ भनेको हामी साथीहरू झरना चाहिँ एकदमै यहाँभन्दा टाढो छ, त्यही भएर चाहिँ अब नजाउँ भन्ने सोच पो बनाइसक्यो मैले चाहिँ, किनभने गलिसकिसक्यो। यो पुल यस्तो यस्तो रहेछ, कोल्टे कोल्टे भएको छ। यो हामी आउँदाखेरि त यस्तो थिएन। म्याडम चाहिँ ऊ पर हुनुहुन्छ हो, अनि म चाहिँ हल्का निकै वर्ष पनि भयो नि त नआएको साथीहरू, त्यही भएर चाहिँ आइदिउँ न त भनेर आइदिएको। यहाँ बाबाहरू पनि बस्नुहुन्थ्यो, बाबाहरू रहेन रहेछ। अब चाहिँ हामी फर्किनु पर्छ होला, किनभने नानी उतै छ। अहिले नानी फेरि रुन थाल्छ र बर्बाद हुन्छ। बाटो हेर्नु न यस्तो छ, ओ माई गड। बाटोले गर्दा चाहिँ यो बाटो होइन, यो खोला हो। तर अहिलेको लागि हाम्रो चाहिँ बाटो नै हो भन्दै हामी चाहिँ फेरि आफ्नो गन्तव्यतिर लाग्नु गइसक्यौँ साथीहरू। अनि भनेको चाहिँ अब मान्छे छ कि भनेर हेरेको। जस मैले लेखेको विस गरेको, मैले मागेको 87 धामले मलाई दिनुभयो, म त्यसमा एकदमै प्राउड फिल गर्छु। किन भन्दाखेरि मैले त्यति यहाँ आएर यसरी लेखेको थिइनँ भने सायद आज मेरो ऊ हुने थिएन होला र साथीहरू। त्यही कारणले मलाई एकदमै 87 धाम चाहिँ आफ्नो जस्तो लाग्छ, किन भन्दाखेरि मैले गरेको विसहरू पुग्दो रहेछ। कोलाई त्यस्तो भएको छ प्लिज आएर लेख्न सक्नुहुन्छ। तपाईँहरूको पनि पुग्नेवाला छ साथीहरू, तर विश्वास चाहिँ हुनुपर्छ। मलाई विश्वास थियो पुग्यो, त्यही कारणले तपाईँहरूलाई पनि भन्दैछु, सजेस्ट गर्दैछु। कोहीलाई कति धेरै माया गर्नुभएको छ भने आएर यहाँनिर टक्क भिजिट गरेर टक्क लेखेर आफ्नो मायालुलाई आफ्नो बनाउन सक्नुहुन्छ साथीहरू। भन्दै हामी अब आफ्नो गन्तव्यतिर पनि लाग्नुपर्छ। र आजको भ्लग भनेको चाहिँ म अब यतिमै टुङ्गाउन चाहन्छु, किन भन्दाखेरि अब यहाँ भिडियो मात्रै गरेर पनि हुँदैन, बिहेमा आएको आफ्नो आफन्तलाई पनि भेट्नै पर्छ। त्यही कारणले भनेको आजको भिडियो चाहिँ अब यति मैले गरिहालेँ। अब यो त गरे पछाडि त पुग्यो पनि, र मान्छेले पनि फेरि यो त बिहेमा आएको कि भिडियोमा आएको भनेर कुरा गर्नुहुन्छ। त्यही भएर अब चाहिँ मैले भनेको जाँदा जाँदै अन्तिममा तपाईँहरूलाई मैले लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु चाहिँ प्लिज साथीहरू नभुलिदिनु होला। र अब भनेको चाहिँ म आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु। हस्, धन्यवाद।